हालसम्मको सम्पूर्ण समसामयिक महत्त्वपूर्ण प्रश्नहरू लिएर उपस्थित भएको छु। नमस्ते, म धीरेन्द्र गिरी। आजको भिडियोमा हामी अब हुने परीक्षाहरूको लागि सहयोग हुने किसिमले वा सहजताका लागि यो समसामयिक भिडियो तयार गरेको छु। ढिला नगरी हामी समसामयिक प्रश्नहरूतर्फ पनि लाग्छौँ। पहिलो छ, राष्ट्रिय खेलकुद परिषद राखेपले 10औं राष्ट्रिय खेलकुदको लागि तोकेको नयाँ मिति कुन हो? योभन्दा अगाडि पनि तोकेको थियो, नझुकिनु होला। अब नयाँ फेरि तोकेको छ। योभन्दा अगाडि 2081 साल चैत 23 दिन 30 गतेसम्म कर्णाली प्रदेशमा तोकेकोमा फेरि पनि यसको मिति परिमार्जन गरेर 2082 जेठ 3 दिन 10 गतेसम्म कर्णाली प्रदेशमा मिति सारिएको छ। यसको याद गर्नु होला। यो मैले योभन्दा अगाडि कहिले थियो त 2081 चैत 23 दिन 30 गतेसम्म रहेको थियो। यसको सही आन्सर 2082 जेठ 3 दिन 10 कर्णाली प्रदेशमा है 10औं राष्ट्रिय खेलकुदको नयाँ मिति। यो हेरौँ, पहिलो बाँस राष्ट्रिय सम्मेलन 2081 कहाँ आयोजना भएको थियो? यो पहिलो, त्यसैले थोरै महत्त्वपूर्ण हुन सक्छ। पोखरा, चितवन, खोटाङ, भक्तपुर। यसको सही उत्तर खोटाङमा भएको थियो। सम्मेलन 2081 फागुन 15 देखि 17 सम्म दिक्तेल रूपाकोट नगरपालिका खोटाङमा भएको थियो। यो सम्पन्न भइसक्यो। 17 फागुन 15 देखि 17 सम्म भएको थियो पहिलो बाँस राष्ट्रिय सम्मेलन है। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प गोल्ड कार्ड भिसा कार्यक्रम कहिले सुरु गरे? कहिले सुरु गरे भन्दा नि यो के हो यो पहिला बुझौँ हामी। ट्रम्प गोल्ड कार्ड भिसा भनेको चाहिँ 50 लाख अमेरिकी डलर खर्च गरेर, यो लगभग नेपाली 70 करोड जति हुन आउँछ हैन। यो 50 लाख अमेरिकी डलर खर्च गरेर अमेरिकामा बस्न पाउने र त्यहाँको नागरिकता लिन पाउने यो ट्रम्पले सञ्चालन गरेको अभियान ट्रम्प गोल्ड कार्ड भिसा हो। यो चाहिँ कहिलेदेखि सञ्चालनमा आयो भन्ने कुरा हामीले हेर्नुपर्ने हुन्छ। र यो ट्रम्प गोल्ड कार्ड भिसा पनि के हो भनेर तपाईँले बुझिसक्नुभएको छ। यसको ट्रम्प गोल्ड कार्ड भिसा चाहिँ सुरुवात चाहिँ 2025 फेब्रुअरी 26 देखि भएको है। यो 2025 फेब्रुअरी 26 मा। 2078 सालको जनगणना अनुसार नेपालको साक्षरता दर कति हो? यो धेरैले थाहा पाइसक्नु भएको छ होला। यो शिक्षा सेवा एकतिर अझ शिक्षक सेवा वा शिक्षा अधिकृततिर दिनेहरूले अझ फोकस गर्नु होला। यो त जानकार हुनुहुन्छ होला, यो महत्त्वपूर्ण हुन्छ। 76.2, 83.6%, 69.4%, 65.9%। यसलाई हामीले सबै हेर्नु। यो कहीँ न कहीँ तपाईँले पढ्नु भएको होला। 76.2 भनेको हाम्रो औसत भन्नाले यो नेपालको साक्षरता दर महिला पुरुष दुवैलाई हेर्दाखेरि 76.2 छ भने पुरुषको मात्र हेर्दा 83.6% हैन, महिलाको मात्र हेर्दा 69.4% र 65.9 चाहिँ के हो भन्नु होला। यो भन्दा अगाडिको 2068 सालको जनगणना अनुसार नेपालको साक्षरता दर 65.9% थियो। अहिले 76.2% छ है। जलवायु सम्बन्धी सम्मेलन कोप 29 कहाँ सम्पन्न भयो? भनेको ब्राजिल, अस्ट्रेलिया, इजिप्ट, अजरबैजान, बाकु। यो लोकसभाले सोधेछ पनि, सोधिसकेको छ, फेरि सोध्छ पनि र सोध्न सक्ने चान्स पनि उति नै हुन्छ। कोप 29 हेर्नु त ब्राजिल, अस्ट्रेलिया, इजिप्ट, अजरबैजान, बाकु भनेको यसको सही उत्तर चाहिँ कोप 29 अजरबैजान बाकुमा भएको भने। अब 30 कहाँ हुन्छ त? ब्राजिलमा हुनेछ। यो महत्त्वपूर्ण हुन्छ है, याद गर्नु। र 31औं अस्ट्रेलियामा हुनेछ। केपी ओली कप फुटबल प्रतियोगिता 2081 को उपाधि कसले जित्यो? केपी ओली कप है, केपी ओली कप भएको थियो र त्यसको उपाधि चाहिँ कसले जित्यो त? मछिन्द्र फुटबल क्लब, दोस्रो त्रिभुवन आर्मी, ब्ल्याक बुल्स एफसी र एपिएफ। यो ब्ल्याक बुल्स एफसी चाहिँ उज्बेकिस्तानको हैन, यो विदेशी टोली हो हैन। विदेशी टोली पनि यहाँ जम्मा यो केपी ओली कप फुटबल प्रतियोगितामा 9 टोलीहरू सहभागिता भएको थियो। 6वटा ए डिभिजन क्लबबाट र हाम्रो एउटा आयोजक र 2वटा विदेशी क्लब थियो। त्यसमध्ये ब्ल्याक बुल्स एफसी पनि एउटा विदेशी क्लब हो र यसको विजेता चाहिँ मछिन्द्र फुटबल क्लब हो भने त्रिभुवन आर्मी उपविजेता हुन्। यो चाहिँ
2-0 को अन्तरले मचिन्दा फुटबल क्लबले यो उपाधि जितेको थियो। अब अर्को हेर्छौँ 97औं संस्करणको ओस्कर अवार्ड 2025 मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो? यो महत्त्वपूर्ण हुन्छ है, यो हेर्नु होला। अनोरा, ओपेनहाइमर, एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स र फ्लो। कुन हो त यसको एन्सर? यसको एन्सर चाहिँ अनोरा हो है। यो चाहिँ यौन कर्मीको कथामा आधारित चलचित्र हो जो उत्कृष्ट चलचित्रको रूपमा उपाधि जित्न सफल भयो, अनोरा। त्यसैगरी हामी 97 मात्रै होइन 96, 95 लाई पनि हेर्छौँ। 96 अस्कर अवार्ड जित्न सफल चाहिँ यो ओपेनहाइमर हो है र 95 अस्कर अवार्ड जित्न सफल चलचित्र एभ्रिथिङ एभ्रिवेयर अल एट वान्स हो है। हामी यहाँ 95, 96, 97 तीनवटोकै हेऱ्यौँ। यदि च्यानलमा नयाँ हुन्छ नि च्यानल सब्सक्राइब गरेर साथीहरूमा सेयर गर्दै गर्नुहोस्। कुनै कमी कमजोरी केही सुझाव छ भने कमेन्ट बक्समा पनि लेख्नु होला है। अर्को हेर्छौँ हामी राष्ट्रिय जनगणना 2078 अनुसार तेस्रो लिङ्गीको जनसङ्ख्या कति रहेको छ? हामीले यो पुरुषको पनि भनेनौँ, महिलाको पनि भनेनौँ, हाम्रो जनसङ्ख्या पनि भनेनौँ। तेस्रो लिङ्गी चाहिँ पुरुष महिला बाहेक तेस्रो लिङ्गी चाहिँ जनसङ्ख्या कति थियो? 2,51,24,578 मा तेस्रो लिङ्गी चाहिँ कतिजना थिए त? कतिजना छन् नेपालमा? हेर्नुहोस् अप्सन 2929 जना, 2829 जना, 2828 जना, 2928 जना। हामी पढ्छौँ कहिलेकाहीँ अप्सन यस्तै यस्तै आइदिन्छ। 2900 त पढ्यायो, अब 2829 हो कि 2928 कन्फ्युजन थियो, त्यसैले कन्फ्युज नहुनुहोस् होला। यो यसको सही उत्तर चाहिँ 2928 हो। सुरुमा हामीले यो बढ्दो पहिला सबैभन्दा ठुलोलाई 29 ल्याएछौँ, त्यसपछि 28 लाई हेर्छौँ, त्यसरी सम्झिनु होला। सुरुमा 29 आउँछ है, त्यसपछि 28 थियो भनेर 2928 हो, 2829 होइन है। कतै झुकेर यहाँ पनि हतार हतारमा लाउन सक्नुहुन्छ। यसो हेरेर यस्ता प्रश्नहरूमा चाहिँ अलिकति ध्यान दिनु होला है। 2928 चाहिँ यसको सही उत्तर। त्यसैगरी अर्को हेर्छौँ हामी 7औं महिला साफ च्याम्पियनसिप 2024 को विजेता को हुन्? यो 7औं महिला साफ च्याम्पियनसिप 2024 को विजेता धेरैले गेम पनि हेर्नुभएको थियो होला। हाम्रो नेपालले पनि उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि हामी फेरि पनि उपविजेतामै सीमित रहन पुग्यौँ। हामी उपविजेता थियौँ योभन्दा अघि पनि बङ्गलादेशसँगै, यो पटक पनि हामी उपविजेतामै सीमित रह्यौँ। लगातार बङ्गलादेशले दोस्रो पटक पनि जित हासिल गरेको छ। 7औं महिला साफ च्याम्पियनसिप 2024 को विजेता भने बङ्गलादेश बन्यो भने उपविजेतामै हामी नेपाल सीमित रहन पुग्यौँ। यो पनि जानकारी हुनुहुन्छ होला। यो पनि महत्त्वपूर्ण छ। मदन पुरस्कार भन्ने साथै त पढ्नुपर्ने नै हुन्छ। हामीले मदन पुरस्कारलाई छोड्नै सक्दैनौँ। 2080 को मदन पुरस्कार विजेता पुस्तक कुन हो है? मैले पुस्तकको कुरा गरेँ। यो अग्नि, ऐठन, मुकाम रण मैदान, लिम्बुवानको ऐतिहासिक दस्तावेज छन्। यसमा हामीले 2080 को मदन पुरस्कारको कुरा गर्ने हो भने मुकाम रण मैदान हुन्। जो लेखक को हुन् त? लेखक हो भने कसले लेखेका थिए त भनेर पनि सोधिदिन सक्छ है। पुस्तक मुकाम रण मैदान पुस्तकको लेखक चाहिँ मोहन मैनाली हुन् है 2080 को। अब त्यसैगरी हामी 2079 हेरौँ न। 79 मा चाहिँ कसले जितेका थिए त? कुन बुकले जितेको थियो त? 79 चाहिँ ऐठन विवेक ओझालका पुस्तक ऐठनले जितेको थियो भने त्यसरी 78 मा हेरौँ। 78 भनेको डाक्टर नवराज लम्सालले लेखेको अग्नि पुस्तकले मदन पुरस्कार जितेको थियो अनि 2077 मा कसले त? लिम्बुवानको ऐतिहासिक दस्तावेज कसले लेखेका थिए? भागीराज इङनामले लेखेका लिम्बुवानको ऐतिहासिक दस्तावेज पुस्तकले मदन पुरस्कार जितेको थियो है। 11 हेर्नुहोस् नेपाल प्रिमियर लिग एनपिएल 2024 को विजेता टोली कुन हो? एकदमै हाम्रो सफल रह्यो पहिलो एनपिएल। हामी टप 5 मा पनि पर्न सफल भएका थियौँ यो लिग। र यसको विजेता र उपविजेता चाहिँ हामीले जान्नै पर्ने हुन्छ होइन, अरू नजाने पनि। क्रिकेट हेरिरहनु हुनेले त यो थाहा पाउनु सजिलै थाहा पाउनु भयो होला। अब नहेर्नेहरूले अलिक पढ्नु पर्यो। यसको बारेमा डिटेल्स पनि पढ्नु होला। मैले यो चाहिँ विजेता र उपविजेता मात्रै यहाँ भने। विजेता टोली चाहिँ जनकपुर बोल्ट्स हो भने उपविजेता सुदूरपश्चिम रोयल्स हो। विजेता भने साथी कुन त? जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स। एमसीसी परियोजना कहिले स्थगित भयो? यो अलिक अहिले चर्चामा रहेको विषय हो होइन। एमसीसी स्थगित भयो होइन। डोनाल्ड ट्रम्प आएपछि, त्यहाँको नयाँ राष्ट्रपति भएपछि
एमसीसी परियोजना स्थगित लगायत अन्य विभिन्न कार्यक्रमहरू रोका भएको भनेर हामीले होइन सुनिरहेको छौँ। युएसएडहरू होइन बन्द भएको भनेर। अब यसको हामीले हेर्छौँ एमसीसी परियोजना कहिले स्थगित भयो भनेर 2017 सेप्टेम्बर 14, 2025 जनवरी 1मा, सन् 2025 मे 10मा, सन् 2025 फेब्रुअरी 18मा। यो मध्ये कुन हो त यसको सही आन्सर? सोच्नुहोस् त। सायद समाचार यताउति सुनेर पनि थाहा पाउनु होला। यसको सही उत्तर चाहिँ 2025 फेब्रुअरी 18मा एमसीसी परियोजना स्थगित भएको भने यो परियोजना एमसीसी कहिले स्थापना भएको? मिलेनियम च्यालेन्ज भनेर हामीले यो यसको कुराहरू पनि योभन्दा अगाडि पनि सोधिसकेको छ होइन। यसलाई पनि हेर्नु होला भने यो परियोजना 2004मा है कहिले त यो कार्यक्रम कहिले ल्याइएको कहिले त भनेर पनि सोधिसकेको छ र सोध्न सक्ने चान्स पनि हुन्छ। सन् 2004मा होइन स्थापित अमेरिकी सहायता कार्यक्रम हो। यसमा चाहिँ नेपालले मैले यहाँ भन्थेँ सन् 2017 सेप्टेम्बर 14 वा 2074 भदौ 29 गते हस्ताक्षर गरेको थियो है। एमसीसी परियोजना कहिले हस्ताक्षर गर्यो भने कहिले सुरुवात भएको यो 2004मा सन् 2017 सेप्टेम्बर 14 नेपालले हस्ताक्षर गरेको र सन् 2025 फेब्रुअरी 18मा यो स्थगित भएको। यी विषयहरू पनि जानकारी हुनु होला। र चाइनिज एआई डिपसिक कहिले सार्वजनिक भएको? यसले पनि विश्वभर नै चर्चामा रहेको चाइनिज एआई डिपसिक पनि हामीले जानकार हुनैपर्छ भन्ने लाग्छ। त्यसैले मैले यो प्रश्न पनि राखेँ। यो चाहिँ सन् 2025 फेब्रुअरी, सन् 2024 नोभेम्बर, सन् 2025 जनवरी, सन् 2025 मार्च। यो चाहिँ सहजै भयो हामीलाई। यो चाहिँ सन् 2025 को जनवरी सुरु मन्थमै चाइनिज एआई डिपसिक सार्वजनिक भएको र यसको फाउन्डर वा यसको कसले निर्माता वा कसले बनाएका हुन् भनेर पनि सोध्न सक्छ। यो चाहिँ लिङ वेनफेङले चाइनिज एआई डिपसिक सार्वजनिक गरेका हुन्। मैले भने लिङ वेनफेङले। यो सम्झिनु होला कसले गरेको र यो कहिले है। म चाहिँ कसले गरेको यहाँ लेखिनँ, यहाँ मौखिक रूपमा भनिदिएको छु। LIANG लिङ, WENFENG फिङ, वेनफिङले गरेको भनेर हजुरलाई जानकारी गराइदिए। रिपोर्ट गर्नु होला। नेपालसँग दौत्य सम्बन्ध कायम भएको अन्तिम देश कुन हो? भिडियो यहाँसम्म हेर्दै हुनुहुन्छ, अझ पनि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गर्नुहोस् है। हाम्रो च्यानलमा चाहिँ यस्तै लोकसेवासँग सम्बन्धित शिक्षा सेवा अन्य सम्पूर्ण प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी हुने गरी नै हामीले भिडियोहरू हालिरहेका हुन्छौँ। हामीले विशेष गरी एजुकेसनसँग सम्बन्धित मात्र भिडियो हुन्छ। त्यसैले लोकसेवा तयारी गर्दै हुनुहुन्छ वा अन्य प्रतिस्पर्धात्मक तयारी गर्दै हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर राख्नुहोस् है, नोटिफिकेसन पनि अन गर्नुहोस्। ल, हाम्रो नेपालसँग दौत्य सम्बन्ध कायम भएको अन्तिम देश कुन हो? पहिलो देश पनि कुन हो पनि याद गर्नुहोस् है। पहिलो देश बेलायत हो, सोधिबसेछ, सोध्छ पनि। र अन्तिम देश पनि हाम्रो उत्तिकै महत्त्वपूर्ण हुन्छ। हामी अन्तिमलाई हेर्छौँ। हाम्रो दौत्य सम्बन्ध कायम भएको 183औं राष्ट्र भनेको किरिबाटीसँग हो। कहिले त? सन् 2024 जुलाई 17मा। त्यसै गरी हामी 182औं राष्ट्र हेर्छौँ। 182औं राष्ट्रको रूपमा टोगासँग हाम्रो दौत्य सम्बन्ध कायम भएको थियो भने 181औं राष्ट्रको रूपमा मार्सल आइसल्यान्ड र 180औं राष्ट्रको रूपमा क्यामरूनसँग हाम्रो दौत्य सम्बन्ध कायम भएको थियो। त्यसै गरी दीर्घकालीन सोच 2100ले प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य राखेको छ? हेर्नुहोस् है, हाम्रो यो प्रति व्यक्ति आय, आर्थिक वृद्धि दर जस्ता कुराहरू महत्त्वपूर्ण हुन्छ। यो चाहे दीर्घकालीन सोच 16औं योजना उत्तिकै महत्त्वपूर्ण छ र दिगो विकास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अनि दीर्घकालीन सोच 2100ले प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य राखेको थियो? $1456 अमेरिकी डलर, $2351 अमेरिकी डलर, $2900 अमेरिकी डलर, $12100 अमेरिकी डलर। यो त पक्कै सुन्नु भएको होला। यो अमेरिकी डलरहरू त 1456 अमेरिकी डलर के हो त भनेको हाम्रो हाल रहेको प्रति व्यक्ति आय र 2351 अमेरिकी डलर भनेको 16औं योजनाले लिएको लक्ष्य हो। 2900 अमेरिकी डलर भनेको दिगो विकासले लिएको लक्ष्य हो भने दीर्घकालीन सोच 2100ले 12100 अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ। सरकारले उपभोक्ता अदालतको उद्घाटन कहिले गर्यो? यो पनि भर्खरै उद्घाटन गरेको होइन। यो अलिकति महत्त्वपूर्ण हुनसक्छ। उपभोक्ता अदालत होइन, उपभोक्ताको हक अधिकारको लागि यो उपभोक्ता अदालतको उद्घाटन गरेको थियो नि यो कहिले त? 2081 साल। कहिले? यो चैत अघि फागुन हो भन्नुहोस् त। चैत 2 गते, चैत 1 गते, फागुन 2 गते, फागुन 1 गते। कहिले हो त? 2081 साल चैत 2 गते सरकारले यो उपभोक्ता अदालतको उद्घाटन गरिसकेको छ।
पनि हाल सञ्चालनमा रहेको छ है। राष्ट्रिय जनगणना 2078 अनुसार सहरमा बस्ने जनसङ्ख्या कति रहेको छ सहरमा है। अनि गाउँमा बस्ने नगरपालिका वा हाम्रो गाउँपालिका बस्नेको जनसङ्ख्या होइन, पहिला नगरपालिका बस्नेको जनसङ्ख्या, सहरमा बस्नेको जनसङ्ख्या कति छ यहाँ नझुकिनलाई 66.17 वा 66.83, 33.83 वा 33.17 कुन हो त भन्नुहोस् त। सहरमा बस्ने जनसङ्ख्या चाहिँ 66.17 हो भने गाउँमा बस्नेको जनसङ्ख्या 33.83 हो है। यो याद गर्नु होला है, दुवै महत्त्वपूर्ण हुन्छ। यसको जनसङ्ख्या पनि ट्याक्क निकालेर त्यही अनुसारको याद पनि गर्नु होला। 18 वर्षको उमेरमा विश्व चेस च्याम्पियन बन्ने भारतीय नागरिक को हुन्। 18 वर्षको उमेरमा यो कान्छो भन्दा कम उमेरमै विश्व चेस च्याम्पियन बन्न सफल भएका हुन्। यहाँ हेर्नुहोस्, मैले नाम त गुगेस सुन्नुभयो होला। थर्दर डोमा राजु हो वा हेमराजु राज पटेल के हो? ल, यो प्रश्नको उत्तर मैले हजुरहरूलाई छोडिदिएँ। भिडियो अन्तिमसम्म हेर्नु भएको छ भने हजुरहरूले पक्कै पनि कमेन्ट गर्नुहुनेछ यसको सही उत्तर के हो। र भिडियो अन्तिमसम्ममा हेर्नु भएकोमा धन्यवाद। च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गर्नु होला, साथीहरूमाझ पनि सेयर गर्न नबिर्सिनु होला। केही जिज्ञासा भए कमेन्ट बक्समा वा हाम्रो फेसबुक ग्रुप लोकसेवा प्रिपरेसन बाई धीरेन्द्र गिरी, जिमेल giridhirendraseventy1@gmail.com मा पनि पठाउन सक्नुहुनेछ। हस्त, धन्यवाद, नमस्ते।